नमस्ते मित्रहरू, आज तपाईहरूको सामु यो अत्यन्तै महत्त्वपूर्ण भिडियो लिएर म आएको छु। अन्तिमसम्म हेरेर तपाईहरूले लाभ लिनुहोला। हेर्नुस्, हामी जुनसुकै क्षेत्रमा काम गर्न निस्किन्छौँ बाहिर, त्यहाँ अनेकौं परिस्थितिहरू, अनेकौं व्यक्तिहरूको कारणले, विभिन्न कारणले हाम्रो मन दुखेको हुन्छ। कुनै पनि बाहिरी काम गर्दाखेरि हामीलाई समस्या हाम्रो मनमा पर्ने गर्छ। कुनै पनि बाहिरी समस्या, व्यक्तिहरूको प्रभाव, काम बिग्रिनुको परिणाम, कोही व्यक्तिले काम बिगार्दिनु, कसैले नराम्रो गरिदिनु, घाटा हुनु, नोक्सान हुनु, जति पनि बाहिरी समस्याको प्रभाव सबैभन्दा पहिला मानिसको मनभित्र पर्ने गर्छ। हाम्रो हातमा भनेको हाम्रो मन छ। हाम्रो हातमा भनेको परिस्थिति नहुन सक्छ। एकछिन पछाडि कसले हामीलाई राम्रो गर्नुहुन्छ, कसले हामीलाई नराम्रो गर्नुहुन्छ, यो हाम्रो हातमा छैन। एकछिन पछाडि हामीलाई नोक्सान पनि हुन सक्छ, नाफा पनि हुन सक्छ, यो पुरा हाम्रो हातमा छैन। एकछिन पछाडि कसैले आलोचना पनि गर्न सक्नुहुन्छ, कसैले प्रशंसा पनि गर्न सक्नुहुन्छ, यो सबै हाम्रो हातमा छैन। तर हाम्रो हातमा के छ भन्दाखेरि त्यस पछाडि हाम्रो मनलाई हामीले कति शक्तिशाली बनाउन सक्छौं, यो हाम्रो मन हाम्रो हातमा छ। प्रत्येक व्यक्तिको हातमा बाहिरी संसारमा घटिने घटनाहरू नहुन सक्छ, हुन पनि सक्छ आधीउधी। एकछिन पछाडि मलाई कसैले नराम्रो बोलीवचन र व्यवहार पनि गर्न सक्नुहुन्छ, यो मेरो हातमा छैन। तर त्यस पछाडि मेरो मनलाई मैले कस्तो बनाउने, कस्तो सोच्ने, त्यो प्रत्येक व्यक्तिको हातमा हुन सक्छ। त्यसैले मित्रहरू, ध्यान भनेको आँखा बन्द गरेर बस्नु मात्रै होइन। अध्यात्म, धर्म, ज्ञान भनेको बाहिर घन्टी बजाउने, बाहिर पूजापाठ गर्ने, केही समय भजन कीर्तन गर्ने, रमाउने, पूजा गरेर देखाउने, यो विधिले हाम्रो दुःख मेटिन सक्दैन। हाम्रो मन दुखेको हुन्छ बाहिर काम गर्दै जाँदाखेरि, काम बिग्रिँदै जाँदाखेरि, कसैले नमिठो वचन बोलीवचन बोल्दाखेरि, कसैले आलोचना गर्दाखेरि हाम्रो मन दुखेको हुन सक्छ। त्यो दुखेको मनलाई उपचार गर्ने विधि परमात्मा, ईश्वर, भगवान, अध्यात्म, ज्ञान, ध्यान, जे नाम दिनुस्। कुनै पनि बाहिरी समस्याको प्रभाव हाम्रो मनमा पर्न सक्छ। त्यो हाम्रो मनमा प्रभाव पर्न नदिनको लागि हामीलाई ध्यानको आवश्यकता पर्छ, हामीलाई ज्ञानको आवश्यकता पर्छ। त्यसैले प्रत्येक शास्त्र, प्रत्येक धर्महरू, गुरुहरूले सिकाउनु भएको आफू भित्रतिर फर्क्यौ। सारा शक्ति तिमी भित्रै छ, तर तिमीले साना साना बोलीवचन, व्यवहार, तिमीले आफूभित्रको शक्तिलाई कम नबनाऊ। अब मानिसभित्रको मनको शक्ति यति धेरै छ, तर त्यो शक्ति कति बेला कम हुन्छ, जति बेला हामीले अरूको आलोचना गर्छौं, जति बेला हामीले आफूले आफूलाई कमजोरी सोच्दछौं, जति बेला हामीले हाम्रा बोलीवचन र व्यवहारलाई नकारात्मक दिशातिर ढाल्नेछौं, जति बेला हामीले आफूले आफूलाई कमजोरी सोच्छौं र अरूलाई पनि हामी आलोचना गर्न सुरु गर्छौं, दोष दिन सुरु गर्छौं भने हामी भित्रको शक्ति कमजोरी हुँदै जान्छ। त्यसैले सबैलाई राम्रो सधैँभरि पनि गर्न सकिँदैन, कतिपय ठाउँमा नराम्रो पनि हुन्छ। सबैप्रति राम्रो बोलीवचन व्यवहार नगर्न पनि सकिन्छ, त्यो अवस्था नहुन सक्छ। सबैप्रति राम्रो बोलीवचन व्यवहार, सबैलाई राम्रो हामी नगर्न पनि सकिन्छ, किनकि सधैँभरि हाम्रो मन एकै नास हुँदैन। परिस्थितिको कारणले हाम्रो मन उथुलपुथुल हुन्छ, हाम्रो मन पनि त्यस्तै भइराख्छ। त्यसैले त्यो मनमाथि ध्यान दिनको लागि
एक दिन ध्यान दिएर हुँदैन रहेछ। सानो सानो कुरामा, सानो सानो काममा हामी बाहिर जुनसुकै क्षेत्रमा काम गर्छौँ, ठुलो सानो काम, त्यो कामको साथसाथै प्रत्येक समयमा हामीले आफ्नो मनको पनि ख्याल गरिराख्नु पर्ने रहेछ। जसले बाहिरी कामको साथसाथै आफ्नो मनलाई पनि ख्याल दियो, मन दुखी बनाएन, मनमा रिस उत्पन्न भयो भने तत्काल होसमा जागो, यो मेरो कारणले हुन सक्छ। आफूलाई पनि दुखी बनाउने होइन, अरूलाई पनि दोष दिने होइन। बस जे छ आफूभित्र त्यसलाई स्वीकार्न सक्यो भने जस्तोको त्यस्तै त्यहीबाट हामी भित्रको शान्ति उत्पन्न हुने गर्छ। सुख शान्ति कसैले बाहिरबाट दिने होइन, त्यो सुख शान्ति प्रत्येक व्यक्तिभित्रको अवस्था हो। हामी बाहिर यति धेरै सचेत भएर काम गर्छौँ, काम बिग्रेला कि, कहाँ भत्केला कि, कहाँ के होला भनेर, त्यस्तै गरी हामी भित्र पनि हामीले एकदम ध्यान दिन सक्यौँ, म आज कति रिसाएँ, थाहा पाउने, होसपूर्वक आफूभित्र सचेत रहनु, यहाँबाट हाम्रो शक्ति बचत हुन सक्छ। यहीँबाट मात्रै हामीभित्र प्रत्येक व्यक्तिभित्रको शान्ति बचत हुन सक्छ। र त्यही शान्ति, जति मानिसभित्र शान्ति उत्पन्न भयो, जति मानिसको मन स्थिर हुन सको, त्यति नै उसलाई बाहिरी समस्याहरू, अरू व्यक्तिका नमिठा बोलीवचन र व्यवहारका प्रभावहरू हाम्रो मनमा कम पर्ने रहेछ। हिजो कसैको बोलीवचन र व्यवहारले दुख्ने मन आज दुख्दैन। हिजो बाहिरी परिस्थिति, अलिकति केही काम बिग्रिँदाखेरि रिस उठ्ने, आत्तिने यो मन आज अलिकति भए नि शान्त हुन्छ। दैनिक हामीले आफ्नो मनमाथि ध्यान दिन सक्यौँ भने जे भएको छ त्यस्तै आफूलाई स्वीकार्नु। आफूभित्र हामी त स्वीकार्नु भनेको अरूले जे भनिदिनु भयो त्यही मान्नुलाई सोच्दछौँ, तर त्यो होइन। आफूभित्र दुखी छ भने त्यो दुखेको मनलाई स्वीकार्ने, आफूभित्र जे छ जस्तो छ त्यसलाई कुनै तोडमोड होइन, कुनै शब्द होइन, कुनै विचार होइन, कसैले भनेको अनुसार होइन, जे छ आफूभित्र स्वीकार्न सक्यो भने त्यहीबाट शान्ति उत्पन्न हुने गर्छ। तर अलिकति काम बिग्रो, अलिकति कसैले केही भनौँ, यो भएन, यस्तो हुनुपर्ने, त्यस्तो हुनुपर्ने, यस्तो भएन, लौन सकिगयो नि, हे भगवान् मेरो मात्रै भाग्य खराब, मनै खराबी मान्छे, आफूलाई पनि दोष दिने, अरूलाई पनि दोष दिने, भगवानलाई पनि दोष दिने, यो हाम्रो प्रवृत्ति भयो भने नि बिस्तारै बिस्तारै हाम्रो मन अझै कमजोरी हुँदै जाने रहेछ। जति मन कमजोरी हुँदै जान्छ त्यति नै हामीलाई बाहिरी दुःख, बाहिरी समस्याहरू बढी लाग्छ आफूलाई। दुईजना व्यक्तिको जीवनमा एउटै दुःख आएको हुन्छ, तर एकजना व्यक्तिले शान्त भएर त्यो दुःखको समस्याको समाधान गरेको हुन्छ। त्यो समस्याको, दुईजना व्यक्तिको जीवनमा एउटै समस्या आएको हुन्छ, तर एकजना व्यक्तिले शान्त भएर त्यो समस्याको समाधान सजिलैसँग गर्दछ, तर अर्को व्यक्ति आँतिएर डराएर के होला, कस्तो होला, हे भगवान् भनेर यस्तो प्रतिक्रिया दिएको हुन्छ। भने यो बाहिरी परिस्थितिको, बाहिरी अवस्थाको मात्र यहाँ गल्ती होइन, यहाँ सचेत हामी आफूप्रति सचेत, आफ्नो मनप्रति सचेत। हामीलाई अरूले पनि तब मात्रै फसाउन सक्छन् जब हाम्रो मनभित्र अत्यन्तै लोभ हुन्छ। हामीलाई अरूले पनि तब मात्रै फसाउन सक्छन् विभिन्न कारण, विभिन्न माध्यमबाट, जब हाम्रो मन आत्तिएको हुन्छ। त्यसैले जब जब मन आत्तिन्छ तब तब अरूमा ध्यान होइन, जब जब मन आत्तिन्छ तब तब अरूमा ध्यान होइन, आफूमा ध्यान। लामो गहिरो श्वासको साथसाथै म शान्त छु, म खुसी छु, म स्वस्थ छु, यो बार बार उच्चारण आफूभित्र त्यो महसुस। जब मन शान्त हुन्छ तब निर्णय गर्ने, जब मन शान्त हुन्छ तब आफूले गर्नुपर्ने काम गर्न हामी लाग्यो भने अनि हामीलाई त्यही कामले सुख शान्ति दिने गर्छ। त्यसैले पहिलो अवस्था भनेको आफ्नो मनलाई शान्त बनाउनु। त्यही आफ्नो मनलाई शान्त बनाउनको लागि
शान्त बनाउने भनेको चुपा लागेर बस्ने भन्ने हामी सोच्छौँ, तर त्यो होइन। आफ्नो मनलाई शान्त बनाउनु भनेको आफूभित्रबाट शान्त भएर बाहिर अनेकौं कर्म गर्नु, अथवा बाहिर कुनै पनि व्यक्तिको प्रभाव हाम्रो मनमा नपर्नु अथवा कम पर्नु, कसैको कारणले मेरो मन नदुख्नु, त्यो हो शान्ति भनेको। कसैले नराम्रो गरिदियो, कसैले गाली दियो, कतै काम बिग्रियो, तर पनि म भित्रको शान्ति बिग्रेन भने त्यो हाम्रो मनको शान्ति हो। त्यो हामी प्रत्येक व्यक्तिभित्र छ। बस हामीले ध्यान दिन मात्रै जरुरी हुन्छ। त्यसैले आफ्नो मनलाई शान्त बनाउनको लागि यस्तो राम्रो भोजनमा ध्यान दिनु, उठ्ने बित्तिकै ध्यान दिनु, उठ्ने बित्तिकै मोबाइल नहेर्नु, सुत्ने बेला मोबाइल नहेर्नु, शान्त भएर सुत्नु। आज मेरो जीवनमा आजको दिन मेरो के राम्रो भयो भनेर एउटा कपीमा लेखेर सुत्ने, राम्रो राम्रो पक्ष सम्झिने, गदगद खुसी भएर आफ्नो मनलाई प्रसन्न शान्त बनाएर आरामले सुत्ने। त्यस्तै उठ्ने बित्तिकै पनि खुसी भएर मुस्कुराउँदै मुस्कुराउँदै त्यसरी हामी दिनको सुरुवात गर्न सक्छौँ भने बिस्तारै बिस्तारै हाम्रो मन आफैमा शान्त हुँदै जान्छ। जति हाम्रो मन शान्त हुँदै जान्छ त्यति नै बाहिरी परिस्थिति, बाहिरी दुःखहरूको प्रभाव हामीलाई कम पर्छ। धन्यवाद।